ओहो एलजी ब्रो तपाईँको घरतिरै जान लागेको भेट भयो तपाईँ ठ्याक्कै भेट भयो यार म पनि तपाईँकै घरतिर जान आँटेको थिएँ ए अनि के छ त हालखबर एकदम सन्चै आरामै म चाहिँ तपाईँको के छ खबर सब ठिकठाक छ सब ठिक छ ए कस्तो चल्दैछ यसो सब ठिक व्यवसायहरू राम्रै भइरहेछ ल ठ्याक्कै बाटोमै भेट भइहाल्यो अब जाउँ न माथितिरै बसेर ल उ त माथि डाँडातिर गएर गफ गरौँ न त आउँदै बाटोमा भेट भइहाल्यो हजुर म तपाईँको घरतिर जान लागेको थिएँ तपाईँ ठ्याक्कै भेट भइहाल्यो त्यो अस्तिको फुर्बाले चाहिँ फोन गरेर कमिसन मागिरहेछ अरे हाम्रो फुर्बारीको सरलाई के गर्ने हो त यो बारेमा अलिकति सल्लाह गर्नु पऱ्यो कमिसन दिएर चाहिँ हामी काम नगरौँ किनभने त्यस्ता फटाहरूलाई कमिसन दिएर हाम्रो गाउँको गुणस्तरीय विकासको लागि हामीले पैसा लगानी गर्नुपर्ने छ बजेट पनि कम छ त्यस्तो फटाहरूलाई पैसा दिएर चाहिँ हामी काम नगरौँ मेरो विचारमा तपाईँको विचारमा कस्तो लाग्छ यो बारेमा मलाई पनि त्यस्तै लागिरहेछ कमिसन दिएर त काम गर्ने होइन अब कसरी हुन्छ तिनीहरूलाई साइड लगाएर काम चाहिँ गर्ने एकदम आइपरेको हामीले समस्या समाधान गर्ने हो अहिले काम गरौँ कमिसन दिने काम नगरौँ हुन्छ त्यही हो मैले पनि त्यही सोचिरहेको छ तपाईँले पनि त्यही ठ्याक्कै गर्नुभयो हजुर हुन्छ त्यसै गरेर काम गरौँ न त हस् ओहो दाइ नमस्ते नमस्ते साहिल भाइ नमस्ते भाइ नमस्ते सन्चै हुनुहुन्छ हजुर सन्चै छु भाइ म चाहिँ सन्चै छु होइन श्रीमती बिमारी छिन् अनि तल यहाँ जङ्गा बारीकोसँग हिँडेको म के को लागि जानु त्यो गाई मिनी बेचेको थिएँ पैसा अहिलेसम्म दिएको छैन पैसा यसो दिन्छ नि मैले हिँडेको सबै पैसाहरू अलिअलि भएको सकिएको श्रीमतीले सबै खर्च गर्दा गर्दै अनि त्यो पैसा दिने भनेर हिँडेको है बिजोको भएछ है हजुर ल दाइ तपाईँको पनि समस्या रहेछ मेरो पनि समस्या त्यस्तै छ तपाईँले जसरी पनि यो हप्ता या अर्को हप्ताभित्र चाहिँ मलाई पैसा दिनु होला भाइ हुनु त हो नि छोरो पनि गएको त धेरै भयो मेरो होइन तर अहिलेसम्म के भन्नु पैसा पठाएको छैन अहिलेसम्म अब कम्पनीमै राम्रो परेन छ आमा बेरै हुन त अहिलेसम्म पैसा पठाउन सकेको छैन के गर्नु भाइ अब म अब बिस्तारै साङबाज मिलाएर भाइको पैसामा तिर्छु नि र प्रिन्ट नगर्नु न भाइ सुन्नुहोस् दाइ मेरो पनि एउटा सानो सन्देश त्यो छ नि तपाईँको गाउँको घले दाइको छोराहरू विदेश जाँदा मैले पैसा हालिदिएको थिएँ 5-5 लाख गरेर 10 लाख रुपियाँ त्यो घले दाइलाई पनि खबर सुनाइदिनु होला है नबिर्सिकन हुन्छ हस् हस् दाइ ल नमस्कार अहिले छुटौँ ल साइले दाइ पुरा त्यही हो ल है त ल भाइ ल भाइ बसौँ एकछिन गाडी पनि आउँछ होला अब साथीहरू पनि अझै आएका छैन साथीहरू पनि आउँछन् होला एकछिन बसौँ कति छिटो आउनुहुन्छ तपाईँहरू हामी त अब काम सकियो अनि हिँडिहाल्यो हामी पनि काम सकियो अनि गाडी कुदाएको अगाडि ठिक छ गाडी आएर आउनु त है अघि किन बस्नु भन्नुभएको हुनु त देशले बेचेको विदेशले सस्तोमा किनेको कामदार त रहेछौँ हामी देशको माया परिवारको जिम्मेवारी र कामको थकानबाट कहिले पनि टाढा हुन नसकिदो रहेछ
यो परदेशको ठाउँमा? काम गरेको पनि यत्तिका दिन भइसक्यो। विदेश आउन लिएको ऋण साउले घरमा टचर दिएको त्यही गर्छ। मेरो पनि हालत त्यस्तै छ साथी। म पनि विदेश आउँदाखेरि चर्को ब्याजमा ऋण लिएर आएको छु। यार अब कम्पनीले पैसा नदिए पनि एक दिन त एक दिन देला नि। हरेस नखाऊ साथी हो। कम्पनीले हामीले काम गरेको मेहनत गरेको पैसा त अवश्य दिन्छ नि, चिन्ता नलिनु। सबैजनाको हालत त्यस्तै छ। तपाईँहरूको माथि कहाँ हो र साथी? मेरो बन्दगी राखेको खेत एक महिनामा पैसा नतिरे साउले खाइदिन्छु भनेको छ। ब्याज पनि कति चर्को छ। खै के गर्ने साथी, मलाई त तनाव भइसक्यो। न यहीँ बसौँ विदेशमा, न घर जाउँ त टन्नै ऋण छ। यहाँ बसौँ साउले पैसा दिँदैन टाइममा। म त तनावमा छु यार साथी। विरस धेरै टेन्सन नलिनु के। सबैजनाले केही न केही चाहिँ राखेर आएको छन्। तपाईँले मात्र आफ्नो खेतबारी राखेर आएको छैन। मैले पनि त आफ्नो घर अलिकति भएको टुक्रा जग्गा पनि राखेर आएको छु। हामी जतिजना यहाँ आएको छन् सबैजनाले केही न केही चाहिँ राखेर आएको छ। टेन्सन नलिनु। कम्पनीले टाइममा पैसा दिएन भने केही न केही त हाम्रो कुरा पनि त सुन्ला नि। हरेस नखानु। यसरी हरेस खानुभयो भने त हामी यहाँ बसेर हाम्रो सपना साकार कसरी गर्न सक्छ यार। टेन्सन नलिनु है, चिन्ता नलिनु। हामी छौँ क्या, हामी छौँ, टेन्सन नलिनु। के गर्ने रवि दाई, छोराको दिनदिनै पढाइ खर्च बढिरहेछ। नगर्नु न विरस, चिन्ता नगर्नु। सबै सुन्दा तपाईँहरू जस्तो मिलनसार साथी पाएको छु र त मलाई बस्न आधार मिलिरहेछ। धेरै चिन्ता नलिनु। धेरै चिन्ता लिनुभयो भने पछि यो विदेशको ठाउँ बिराइनु भयो भने कतिजना मान्छेहरू बिराइनु भएर डिप्रेसनमा गएका छन्। धेरै घरको टेन्सन लिनु पर्दैन क्या। तपाईँले अघि भन्नुभयो हामी जस्तो मिलनसार साथी पाएको कारणले तपाईँलाई यहाँ बस्ने एउटा आधार मिलेको छ। त्यस्तै आज मैले तपाईँलाई पनि आफ्नो साथी मैले भेटाएको छु। मलाई पनि त यहाँ बस्ने त आधार तपाईँबाट पनि त मिलेको छ नि। त्यही भएर हामी यो घरको यताउताको केही टेन्सन नलिनु, चिन्ता केही पनि नलिनु। जे हुन्छ हामी डटेर गरौँ। होइन विरस सर, कति चिन्ता गरिरहेको के गर्छ? तपाईँ मेरो विरसको घरबाटै नभएको मान्छे त होइन। हामी सबैजनाको बालबच्चालाई पढाउने, लेखाउने, बाबाको स्वास्थ्य उपचारको खर्च हेर्ने होइन। आफ्नो फ्यामिलीलाई आफ्नो स्तरबाट कसरी माथिल्लो स्तरमा पुर्याउने भन्ने चिन्ता सबैलाई छ। मैले पनि घरबारी जग्गा सबै साउमा मन लिएर आएको। रविले त्यस्तै गरेँ। चिन्ता नलिनुहोस्। साउले पैसा भनेर दिएन भने के भन्नु? र पनि केही कुराहरू राख्नु साउले पैसा दिन्छ। अनि घर परिवार पढाउँदा धेरै चिन्ता नलिनुहोस्। तपाईँ जस्तो साथी मैले पाएको छु, मैले जस्तो साथी रविले पाउनु भएको छ होइन। हामी एकअर्कामा कसरी हुन्छ मिलेर तपाईँलाई पर्दा मैले सहयोग गर्नु पऱ्यो, मलाई पर्दा रविले सहयोग गर्नु पऱ्यो होइन। त्यही अनुसार हामी चलाउँदा अब धेरै बेर गर्छु नगर्नु। गाडी आउने बेला हो, घरमा कोठामा गएर जे छ त्यो ठाउँलाई गाडी आइसक्यो।
हजुरको खाना आयो कि आएन? छैन नानी। खानाभन्दा अगाडिको औषध छ खाना ल? खानु त सायद तपाईँको डिस्चार्ज हुन्छ होला। अहिले डाक्टर आउनुभएपछि तल बिल पेमेन्ट गरेर डिस्चार्ज हुन्छ है हजुरको। अहिले आराम गर्नु ल, म एकछिनपछि डाक्टरसँगै आउँछु। अन्त सिस्टर बेड नम्बर 4 को बिरामीको रिपोर्ट आयो? आइसक्यो। ल्याउनु त रिपोर्ट दिनु त। आमा रिपोर्टहरू सबै राम्रो छ, आत्तिन पनि त्यस्तो केही पनि छैन। साँच्ची घरमा को हुनुहुन्छ हजुरको? हामी बुढाबुढी बुहारी अनि एउटा छोरा बाबु पढ्दैतिर छ। छोराको धेरै टेन्सन लिनुहुन्छ क्या? आउँछ नि बाबु, एक्लो छोरो, त्यही पनि पढ्दै सिकेको छ। अलि टेन्सन जस्तो देखियो। यस्तो स्थिति यस्तै छ, के गर्ने? तपाईँको छोरो मात्र होइन, सबैको छोराहरू परदेशिन परेको छ। जीवन स्तर राम्रो गर्नुहुन्छ छोराले कमाएर, सबैको स्थिति राम्रो हुन्छ। नआत्तिनु, धेरै टेन्सन नगर्नु। टेन्सन धेरै गऱ्यो भने झन् बिमार थपिन्छ, गाह्रो हुन्छ हामीलाई यस्तो बेलामा, होइन? म तपाईँको डिस्चार्ज लिएर अहिले एकछिनमा आउँछु। रेस्ट गर्दै गर्नु। खाना खानुभयो कि नि आमा? खाएको छैन बाबु, बुढाले लिएर आउँदै हुनुहुन्छ। ए खाना खाँदै गर्नु। म अहिले तपाईँको डिस्चार्ज लिएर फेरि आउँछु ल। हुन्छ। ठुलेकी आमा हजुर आउनुभयो? म आएँ त म त ढिलो आएँ। म त गाउँतिर घुम्न गइरहेको थिएँ। त्यही त अब खाना खाऊँ त। मैले भर्खर बनाएर ल्याएको, अलिक ढिलो भयो। खासै खान मन छैन। अहिले त खानुपर्छ, बिमार भएर चाहिँ। तिमीलाई के भयो? डक्टर नर्स के भयो? के भयो? के भयो? के भयो तिमीलाई? डक्टर नर्स के भयो आमा तपाईँलाई? के भयो? किन रुनु भएको? उहाँलाई के भयो? खोइ एक्कासी आत्तिन। के भयो भयो? म डाक्टरलाई बोलाएर ल्याउँछु है। हुन्छ। आमा के भयो तपाईँलाई? खाना पनि खानु भएर हुन्छ? मेरो छोरा मेरो ऐना आँखै सामने नथिएछ बाबु, कता गयो मेरो छोरा? आमा छोराको धेरै चिन्ता लिनुहुँदो रहेछ। धेरै चिन्ता लिनु हुँदैन। एक त तपाईँ आफै बिरामी हुनुहुन्छ, झन् धेरै चिन्ता लियो भने झन् बिरामीले च्याप्छ है। धेरै चिन्ता नगर्नु, आत्तिनु पर्ने केही पनि रहन्छ। मैले तपाईँलाई डिस्चार्ज यता लेखिदिएको छु, काउन्टरमा पेमेन्ट गरेर डिस्चार्ज गरिदिएको छु। घर जाँदा हुन्छ। अलि केयर गर्नु आफ्नो, धेरै छोराको सम्झना नलिनु है। ठुलेको बा, मैले मेरो छोरालाई मैले यहीँदेखि मेरो छोरा ठुलेलाई मैले यहीँ मेरो आँखा सामनेमा उभिएको देखेँ। कता गयो लाउन खोज्नु नगर्दा पुग्यो मेरो छोरा। चिन्ता नगर्नु तिमीहरूले। अब सब ठिक हुन्छ। खाना पनि खाएको छैन, आज अब घर जानुपर्छ है। सबै ठिकै हुन्छ। भात चाहिँ खाऊ न, भात खाऊ। छोराको धेरै चिन्ता नगर। छोरा त हाम्रै लागि, हाम्रो खुसीको लागि त गएको। आइहाल्छ नि, अब छिटै आउँछ। खाना चाहिँ खाऊ। अलिकति खाऊ न, अलिकति खाऊ। थोरै अलिक खानुपर्छ। ल ल ल, थोरै हाल्नु ल, नखाइ त हुँदैन।